यहाँहरू सबैलाई जय मसीह तथा अभिवादन। आज अर्को एउटा सुन्दर दिन परमेश्वरले हामीलाई दिनुभएको छ, जुन दिनमा उहाँको वचनमा हामी मनन गर्न सक्छौँ र आत्मामा एक कदम भए पनि अगाडि बढ्न सक्छौँ। आज अर्को एपिसोड लिएर म तपाईँको सामनेमा आएको छु परमेश्वरको वचनको मननको निम्ति। त्यसको निम्ति सबैभन्दा पहिले म एउटा बाइबलको भागलाई पढ्न चाहन्छु। त्यो हुनेछ भजन सङ्ग्रह, त्यसको 1 नम्बर 1 देखि 3 पदसम्म म पढ्नेछु। पवित्र बाइबलमा भएको भजन सङ्ग्रहको पुस्तक, त्यसको 1 नम्बर 1 देखि 3 पदसम्म यहाँ यसरी लेखिएको छ, धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खडा हुँदैन अनि गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन, तर परमप्रभुको व्यवस्थामा नै त्यो खुसी रहन्छ र त्यसले दिनरात उहाँकै व्यवस्थामा मनन गर्छ। त्यो खोलाको किनारमा रोपेको बोट जस्तै हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ अनि जसको पात कहिल्यै ओइलाउँदैन। त्यसले जे पनि गर्छ त्यसमा त्यो सफल हुन्छ। त्यसले जे पनि गर्छ त्यसमा त्यो सफल हुन्छ। हामीले सुरुमा यहाँ पढ्यौँ, धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन। धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन। आजको हाम्रो मननको विषय हो धन्यको मानिस। धन्यको मानिस। अनि आज हामी यस सम्बन्धमा मनन गर्नेछौँ। त्यो मानिस धन्य हो जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खडा हुँदैन अनि गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन। अनि त्यही मानिसको विषयमा भजन सङ्ग्रह 1 नम्बरको 3 पदमा लेखेको छ, त्यो खोलाको किनारमा रोपेको बोट जस्तै हो, जसले आफ्नो ऋतुमा फल दिन्छ अनि जसको पात कहिल्यै ओइलाउँदैन। त्यसले जे पनि गर्छ त्यसमा त्यो सफल हुन्छ। एउटा सफल क्रिस्चियन जीवन बिताउनका लागि अथवा एउटा सफल जीवन बिताउनका लागि हरेक व्यक्तिलाई त्यसको निम्ति तपाईँ धन्यको व्यक्ति हुनुपर्छ अनि धन्यको व्यक्ति बन्नुपर्छ। किनभने जब हामी यसो गर्छौँ तब लेखिएको छ यहाँ, त्यसले जे पनि गर्छ त्यसमा त्यो सफल हुन्छ। धन्यको मानिस त्यो मानिस हो जो दुष्टहरूको युक्तिमा चल्दैन, पापीहरूको मार्गमा त्यो खडा हुँदैन, गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन। उसले सधैँ परमेश्वरको व्यवस्थालाई मनन गर्छ र त्यसै अनुसार जीवन बिताउँछ। धन्यको मानिस एउटा यस्तो बोट जस्तो हो जसले आफ्नो ऋतुमा फल दिन्छ। त्यो मानिस जो धन्यको मानिस हो, उसले आफ्नो ऋतुमा फल दिन्छ र उसको पात कहिल्यै पनि ओइलाउँदैन। त्यसले जे गर्छ त्यसमा त्यो सफल हुन्छ। धन्यको मानिस त्यो मानिस हो जसको परमेश्वरले प्रशंसा गर्नुहुन्छ। मानिसले मात्रै होइन, यो मानिस असल छ भनेर, यसमा यसले खराबी गर्दैन भनेर, तर परमेश्वरले त्यो मानिसको विषयमा गवाई दिनुहुन्छ र प्रशंसा गर्नुहुन्छ। परमेश्वरले आशिष दिनुहुन्छ र उसको पक्षमा काम गर्नुहुन्छ। त्यो मानिस धन्यको मानिस हो। अय्युबको विषयमा परमेश्वरले त्यही कुरो भन्नुभयो। उहाँले भन्नुभयो, संसारमा मेरो दास अय्युब जस्तो धर्मी मानिस कोही पनि छैन। शैतानलाई परमेश्वरले चुनौती फ्याँक्नुभयो अनि भन्नुभयो, मेरो दास अय्युबलाई तैँले देखेको छस्, त्यो धन्यको मानिस हो। आज हामीले यो कुरोलाई मनन गर्नुपर्छ र याद गर्नुपर्छ कि धन्यको मानिस जो हुन्छ त्यसलाई परमेश्वरले पनि मन पराउनुहुन्छ,
परमेश्वरले प्रशंसा गर्नुहुन्छ। बाइबलमा अरू धेरै व्यक्तिहरूको विषयमा परमेश्वरले भन्नुभयो त्यो मानिस धन्यको। आजको मननको लागि मैले पहिलो बुँदा ल्याएको छु, त्यो चाहिँ हो प्रभु येशू ख्रीष्टले कस्ता मानिसहरूलाई धन्यका मानिस भन्नुभयो। एउटा प्रश्न छ, त्यसको उत्तर हामी खोज्नेछौँ। मत्तीको 5 अध्यायको त्यसको 3 देखि 12 पदसम्ममा प्रभु यीशुले केही यस्ता व्यक्तिहरूको सम्बोधन गर्नुभयो, यस्ता व्यक्तिहरूलाई सम्बोधन गर्नुभयो जुन व्यक्तिहरू चाहिँ धन्यका व्यक्तिहरू हुन सक्छन्। यहाँनिर प्रभु यीशुले एउटा डाँडामा बसेर उपदेश दिइराख्नु भएको थियो। अनि मत्तीको 5 अध्याय, 6 अध्याय र 7 अध्यायलाई हामीले येशूले डाँडामा दिनुभएको उपदेश भनेर पनि भन्छौँ। त्यस अन्तर्गत प्रभु यीशुले धन्यका मानिसहरूको कुरा गर्नुभएको छ। उहाँले 5 अध्यायको 3 पदमा भन्नुभयो, उहाँले आत्मामा दिनुहुने मानिसलाई धन्यको भन्नुभयो। उहाँले भन्नुभयो स्वर्गको राज्य तिनीहरूकै हो। तपाईँ यदि आत्मामा दिन हुनुहुन्छ, नम्र हुनुहुन्छ भनेदेखि परमेश्वरले तपाईँको लागि र मेरो लागि गर्नुभएको प्रतिज्ञा के छ भने उहाँले भन्नुभयो स्वर्गको राज्य तिनीहरूकै हो। के हामी स्वर्गको राज्य प्राप्त गर्न चाहँदैनौँ? के हामी त्यहाँ प्रवेश गर्न चाहँदैनौँ र? निश्चय चाहन्छौँ। यदि त्यसो हो भने तपाईँ र म आत्मामा दीन हुनुपर्छ, नम्र हुनुपर्छ। दोस्रो कुरा प्रभु यीशुले भन्नुभयो 5 अध्यायको 4 पदमा उहाँले भन्नुभयो उहाँले शोक गर्नेहरूलाई धन्यको मानिस भन्नुभयो। अनि अगाडि उहाँले भन्नुभयो तिनीहरूले सान्त्वना पाउनेछ। तपाईँ शोक गर्ने व्यक्ति हुनुहुन्छ, अशान्तिमा तपाईँको जीवन व्यतीत भइराखेको छ, कतै पनि तपाईँले शान्ति पाउनु भएको छैन भनेदेखि परमेश्वरले प्रभु येशू ख्रीष्टद्वारा तपाईँलाई शान्ति दिनुहुन्छ। शोक गर्नेहरूलाई उहाँले धन्यका मानिसहरू भन्नुभयो। अनि अर्को किसिमको मानिस छ, उहाँले नम्र हुनेहरूलाई पनि धन्यको मानिस भन्नुभयो। मत्ती 5 अध्यायको 5 पदमा उहाँले भन्नुभयो तिनीहरूले पृथ्वीको अधिकार गर्नेछन्। ती मानिसहरू जो आफैलाई नम्र बनाउँछन्, घमण्डी मान्छेहरूलाई परमेश्वरले मन पराउनुहुन्न। बाइबलमा धेरै ठाउँमा लेखिएको छ, हितोपदेशमा लेखिएको छ, भजन सङ्ग्रहमा लेखिएको छ, अरू ठाउँहरूमा लेखिएको छ। घमण्डीहरूलाई परमेश्वरले घृणा गर्नुहुन्छ, मन पराउनु। तर नम्रहरूलाई उहाँले दया गर्नुहुन्छ। अनि नम्रहरूको विषयमा उहाँले भन्नुभयो तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। पृथ्वीको अधिकार तपाईँले गर्न चाहनुहुन्छ, देशको अधिकार, देशको शासक तपाईँ बन्न चाहनुहुन्छ, देश चलाउन चाहनुहुन्छ भनेदेखि तपाईँमा सबैभन्दा मुख्य गुण हुनुपर्ने छ, त्यो चाहिँ हो तपाईँ नम्र हुनुपर्छ। अर्को किसिमको मानिसको कुरा प्रभु यीशुले गर्नुभयो र ती मानिसहरू चाहिँ हुन् धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरूलाई पनि प्रभु यीशुले धन्यका मानिसहरू भन्नुभयो। धन्यका मानिसहरू भन्नुभयो। मत्ती 5:6 पदमा त्यो लेखेको छ। अनि उहाँले भन्नुभयो तिनीहरू तृप्त हुनेछ। धार्मिकताको निम्ति यदि तपाईँ भोकाउनु भएको छ, तिर्खाउनु भएको छ, परमेश्वरलाई खोज्न चाहनुहुन्छ, भेट्न चाहनुहुन्छ भने तपाईँले परमेश्वरलाई भेट्नु हुनेछ, किनभने त्यही छ तिनीहरू तृप्त हुनेछ। प्रभु यीशुले एकपटक के भन्नुभयो भनेदेखि मानिसहरूलाई भन्नुभयो यूहन्नाको 7 अध्यायको 37 पदमा, अब चाडको पछिल्लो दिन अर्थात् चाडको प्रमुख दिनमा उभिएर येशूले उच्च स्वरमा यसो भन्नुभयो, यदि कोही तिर्खायो भने त्यो म कहाँ आओस् र मबाट पियोस्।
अझै अगाडि पढ्दै गयौँ भने हामीलाई थाहा हुन्छ, उहाँले भन्नुभयो कि तिनीहरूको जीवनको अन्तस्करणबाट जीवनका पानीका मुहानहरू फुटी निस्किनेछ। तपाईँ यदि उहाँको निम्ति भुकाउनुहुन्छ, धार्मिकताको निम्ति तपाईँ तिर्खाउनुहुन्छ भनेदेखि तपाईँको जीवनमा परमेश्वरले अनन्त जीवनको मूल फुटाउनुहुन्छ र त्यहाँबाट पानीका फोहराहरू, पानीका मुहानहरू, पानीको खोला बग्नेछ। उहाँले भन्नुभयो जीवनका पानीका नदीहरू बगी निस्कनेछन्। अर्को किसिमका मानिसहरू छन् जसलाई प्रभु यीशुले धन्यको भन्नुभयो, तिनीहरू हुन् दयावन्तहरू। उहाँले भन्नुभयो धन्य दयावन्तहरू, तिनीहरूले दया पाउनेछ। जब तपाईँ दयावन्त हुनुहुन्छ, अरू कसैलाई तपाईँले दया गर्नुहुन्छ भनेदेखि तपाईँले परमेश्वरबाट दया पाउनुहुनेछ। त्यो एउटा वरदानको रूपमा तपाईँले पाउनुहुन्छ। जति तपाईँले अरूलाई दया गर्दै जानुहुन्छ, त्यति तपाईँमा अझै बेसी दया जागेर आउँछ, दया उम्रेर आउँछ। धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन्। मत्ती 5:7 अर्को किसिमको मानिस छ, जुन मानिसलाई उहाँले भन्नुभयो धन्य शुद्ध हृदय हुनेहरू, धन्य शुद्ध हृदय हुनेहरू, उहाँले भन्नुभयो तिनीहरूले परमेश्वरलाई देख्नेछन्। आज तपाईँको हृदयलाई हेर्नुहोस्, जाँच गर्नुहोस् कि साँच्चै तपाईँको हृदय शुद्ध छ। यदि तपाईँ र मेरो हृदयलाई हामीले शुद्ध राख्न सक्छौँ भने प्रभु यीशुले भन्नुभयो तिनीहरूले परमेश्वरलाई देख्नेछन्, तिनीहरूले परमेश्वरलाई देख्नेछन्। अर्को किसिमको मानिस जसलाई उहाँले धन्यको भनेर भन्नुभयो, तिनीहरू चाहिँ हुन् मेलमिलाप गराउनेहरू। धन्य हुन् तिनीहरू जसले मेलमिलाप गराउँछन्, तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछ। परमेश्वरका सन्तान तपाईँ कहलाइनुहुनेछ। परमेश्वरको सन्तान भनेर तपाईँ चिनिनुहुन्छ, परमेश्वरको छोराहरू छोरीहरू भनेर तपाईँ चिनिनुहुन्छ। यदि तपाईँले मेलमिलाप गराउने सेवा गर्नुहुन्छ भने, काम गर्नुहुन्छ भने, दुईजना दुश्मनहरूको बिचमा तपाईँले मेलमिलाप गराइदिनु भयो भने, सक्नुभयो भने, यदि हामीले त्यो काम गर्यौँ भने त्योभन्दा ठुलो कुरो अर्को के हुन्छ? उनीहरू शान्तिमा हुन्छन् र हामीलाई परमेश्वरले आशिष दिनुहुन्छ। अर्को किसिमका मानिसहरू जसलाई प्रभुले धन्यको भन्नुभयो, उहाँले भन्नुभयो धार्मिकताको निम्ति सताइनेहरूलाई उहाँले धन्यको भन्नुभयो। के तपाईँ धार्मिकताको निम्ति सताइनु भएको छ? प्रभु यीशुलाई ग्रहण गरेको कारणले गर्दा अथवा कुनै पनि राम्रो काम गरेको कारणले गर्दा के साँच्चै तपाईँमा सतावट आएको छ? यदि त्यसो हो भनेदेखि तपाईँ हरेस नखानुहोस्। सतावट आयो भनेर दुःख मन गरेर लुकेर नबस्नुहोस्, किनभने प्रभुले भन्नुभयो धार्मिकताको निम्ति जो सताइन्छन् तिनीहरू धन्यका हुन्। अनि उहाँले भन्नुभयो धार्मिकताको निम्ति सताइनेहरूको निम्ति चाहिँ उहाँले भन्नुभयो स्वर्गको राज्य तिनीहरूकै हो। मत्ती 5:10 स्वर्गको राज्य तिनीहरूकै हो। यदि तपाईँ धार्मिकताको निम्ति सताइनु भएको छ भने त्यो थोरै सतावट दुःख कष्ट सहेर पनि तपाईँ अगाडि बढ्नुहोस्, किनभने परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ, तपाईँलाई माया गर्नुहुन्छ। मात्रै होइन स्वर्गको राज्य तिनीहरूकै हो भनेर उहाँले भन्नुभयो। तपाईँको निम्ति स्वर्गको राज्यले पर्खिराखेको हुन्छ यदि परमेश्वरको धार्मिकताको निम्ति तपाईँ सताइनु हुँदैछ भने। येशू ख्रिस्टको निम्ति सताइनेहरूलाई उहाँले भन्नुभयो तिनीहरूले स्वर्गमा ठुलो इनाम पाउनेछ। स्वर्गमा तिनीहरूको इनाम ठुलो हुनेछ। मत्तीको 5 अध्यायको 11 र 12 पदमा ती कुराहरू
लेखिएका छन् कि येशू ख्रीष्टको निम्ति सताइनेहरूलाई उहाँले इनाम दिनुहुन्छ। स्वर्गमा तिनीहरूको इनाम ठुलो हुनेछ। परमेश्वरले त्यो इनाम दिनुहुन्छ। मानिसले सायद त्यो दिँदैन। मानिसले त तपाईँलाई मृत्युदण्ड दिनु सक्छ, सताएर खेदेर तपाईँलाई आगोले जलाएर आउन सक्छ, झुन्ड्याएर आउन सक्छ। तर परमेश्वरले तपाईँलाई इनाम दिन चाहनुहुन्छ, ठुलो इनाम, स्वर्गीय राज्य, धार्मिकताको मुकुट, पवित्रताको मुकुट परमेश्वरले दिनुहुन्छ। अनन्तको मुकुट, कहिल्यै नओइलाउने मुकुट उहाँले दिनुहुन्छ। यदि सतावटमा पनि तपाईँ बलियो भएर प्रभुमा अगाडि बढ्नुहुन्छ भने। आजको लागि मैले ल्याएको दोस्रो बुँदा हो, धन्यको मानिसको पाप क्षमा भएको हुन्छ। यदि तपाईँ धन्यको हुनुहुन्छ भने परमेश्वरले भजन सङ्ग्रह 1 अध्यायमा भन्नुभयो, धन्य हो त्यो मानिस जो दुष्टहरूको युक्तिमा चल्दैन, न त पापीहरूको मार्गमा खडा हुन्छ, न गिल्ला गर्नेहरूको बैठकमा बस्दछ। त्यो मानिसको विषयमा मैले दोस्रो बुँदा ल्याएको छु, धन्यको मानिसको पाप क्षमा भएको हुन्छ। यहाँ भजन सङ्ग्रहको 32 नम्बर त्यसको 1 पदमा यसरी लेखिएको छ, धन्य त्यो व्यक्ति जसको अपराध क्षमा भएको छ र जसका पापहरू ढाकिएका छन्। के तपाईँ आज त्यो व्यक्ति हुनुहुन्छ जसको पाप क्षमा भएको छ, जसको अपराध ढाकिएको छ येशूको रगतले, परमेश्वरको कृपाले? यदि त्यसो भनेदेखि तपाईँ धन्यको व्यक्ति हुनुहुन्छ। लेखेको छ, त्यो व्यक्ति धन्य हो जसका अपराधहरू क्षमा भएका छन्। तपाईँलाई याद छ पवित्र बाइबलमा यूहन्नाको 1 अध्यायको 12 पदमा लेखेको छ, तर जतिले उहाँलाई ग्रहण गरे, उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। त्यसको अर्थ त्यो व्यक्ति जसले प्रभु यीशुलाई ग्रहण गरेको छ, यीशु ख्रीष्टले आफ्नो हृदयमा बोलाएको छ, प्रभु यीशुले त्यो व्यक्तिको पापलाई क्षमा गरिदिनुहुन्छ। किनभने तपाईँ र मेरो पापको क्षमाको लागि नै प्रभु यीशु क्रुसमा टाँगिनु भयो। किनभने हामी सबैले पाप गरेका छौँ। रोमी 3 अध्यायको 23 पदमा लेखिएको छ, सबैले पाप गरेका छन् र परमेश्वरको महिमादेखि वञ्चित भएका छन्, परमेश्वरको महिमा रहित भएका छन्। अनि रोमी 6 अध्यायको 23 पदमा लेखेको छ, किनभने पापको ज्याला मृत्यु हो, तर हाम्रो प्रभु येशू ख्रीष्टमा परमेश्वरको वरदान चाहिँ अनन्त जीवन हो। किनभने पापको ज्याला मृत्यु हो लेखेको छ यहाँ, तर परमेश्वरको सित्तैको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो भनेर बाइबलले हामीलाई बताउँछ। र त्यो व्यक्ति जसको पाप क्षमा भएको छ, त्यसलाई प्रभुले भन्नुभयो, धन्य हो त्यो व्यक्ति जसको पाप क्षमा भएको छ। आज तपाईँ त्यस्तो व्यक्ति हुनुहुन्छ जसको पाप क्षमा भएको छ? कि तपाईँ यस्तो व्यक्ति हुनुहुन्छ जसको पाप क्षमा भएको छैन? अहिलेसम्म यदि येशू ख्रीष्टलाई तपाईँले ग्रहण गर्नुभएको छैन, विश्वास गर्नुभएको छैन, आफ्नो हृदयमा बोलाउनु भएको छैन, मेरो पाप धोइदिनुहोस् भनेर पापको प्रस्ताव गर्नुभएको छैन भनेदेखि तपाईँको पाप क्षमा भएको छैन। म तपाईँलाई सल्लाह दिन चाहन्छु, ढिलो नगर्नुहोस्, तपाईँ आउनुहोस् प्रभु येशू कहाँ, उहाँलाई भन्नुहोस्, प्रभु मैले पाप गरेको छु, म पापी हुँ। किनभने बाइबलले बताउँछ सबैले पाप गरेका छन्, पाप रहित कोही पनि छैन। तर बाइबलले यो पनि बताउँछ कि हाम्रो पापबाट छुटकारा दिनका लागि परमेश्वरले एउटा प्रबन्ध गर्नुभएको छ। त्यो प्रबन्ध के हो भनेदेखि परमेश्वरका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ र हामी धर्मी ठहरिन सक्छौँ। पहिलो यूहन्नाको 1 अध्यायको 7 पदमा लेखेको छ, तर उहाँ
ज्योतिमा हुनुभए चाहिँ यदि हामी पनि ज्योतिमा हिँड्छौँ भने एकअर्कासँग हाम्रो सङ्गति हुनुहुन्छ र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। त्यो मानिस धन्यको हो जसको पाप क्षमा भएका छन्। अनि यो पाप क्षमाको लागि तपाईँले गर्नुभएको पूजा आजा बलिदान, तपाईँका धर्म कर्मका कामहरू जो तपाईँले गर्नुभएको छ त्यसले तपाईँलाई सहायता गर्दैन। त्यसबाट तपाईँको पाप क्षमा हुँदैन। पशुहरूको बलिदान गरेर रगत बगाएर तपाईँको पाप क्षमा हुँदैन। तीर्थ व्रत गरेर तपाईँको पाप क्षमा हुँदैन। पाप क्षमा गर्नका लागि एउटै मात्र उपाय परमेश्वरले गर्नुभएको छ। एउटै मात्र नाम उहाँले दिनुभएको छ, त्यो नाम हो येशू नाम। येशू नाममा बाहेक अरू कुनै पनि नाममा पाप क्षमा छैन। त्यसैले गर्दाखेरि तपाईँ र मैले प्रभु येशू ख्रीष्टलाई चिन्नुपर्छ, उहाँलाई ग्रहण गर्नुपर्छ, उहाँको नजिकमा आउनुपर्छ र आफ्ना पापहरू हामीले मानिलिनुपर्छ। पवित्र धर्मशास्त्र बाइबलको प्रेरित 4 अध्यायको 12 पदमा यसरी लेखिएको छ, अरू कसैमा मुक्ति छैन, किनभने हामीले मुक्ति पाउनलाई स्वर्गमनि मानिसहरूमा अर्को कुनै नाम दिएको छैन। केवल एउटा नाम, त्यो नाम हो येशू नाम। अनि एउटा बलिदान, त्यो बलिदान हो येशूले क्रुसमा आफैलाई गर्नुभएको बलिदान। त्यसैले गर्दा त पहिलो यूहन्ना 1:7 पदमा लेखिएको छ कि उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। त्यो व्यक्ति धन्यको बन्न सक्छ। तपाईँ धन्यको बन्न सक्नुहुन्छ यदि तपाईँले प्रभु येशू ख्रीष्टलाई आफ्नो पाप मानिलिनु भएको छ र येशू ख्रीष्टको रगतले तपाईँको पाप धोइएको छ भनेदेखि तपाईँ धन्यको व्यक्ति हुनुहुन्छ। जब येशूको रगतले तपाईँ र मेरो पाप धोइएको हुन्छ तब हामी धन्यका मानिसहरू मात्रै हुँदैनौँ र हामी परमेश्वरका धार्मिकता भएका हुन्छौँ। पवित्र धर्मशास्त्र बाइबलको 2 कोरिन्थीको 5 अध्यायको 21 पदमा यसरी लेखेको छ, किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौँ भनेर पाप नचिन्नु हुनेलाई परमेश्वरले हाम्रो निम्ति पाप बनाउनु भयो। तपाईँ र मलाई परमेश्वरको धार्मिकता बनाउनका लागि प्रभु येशू ख्रीष्ट जसले पाप चिन्नुहुन्थेन, जसले कुनै पनि पाप गर्नुभएको छैन, उहाँमाथि परमेश्वरले हाम्रो पापको भारी राखिदिनु, बोकाइदिनु भयो, लादिदिनु भयो। हाम्रो बोझ परमेश्वरले उहाँमाथि राखिदिनु। उहाँले तपाईँ र मेरो पापलाई बोक्नु भएको छ। पवित्र धर्मशास्त्र बाइबलको पत्रुसको पत्रीमा यहाँनिर लेखिएको छ, पहिलो पत्रुस 2 अध्यायको 24 पदमा यसरी लेखिएको छ, हामी पापको लेखी मरेर धार्मिकताको लेखी जिउँ भनेर उहाँले क्रुसमा आफ्नै शरीरमा हाम्रो पाप भोग्नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको भएका छौ। प्रभु येशू ख्रीष्टले तपाईँ र मेरो पापलाई बोकिदिनु भएको छ र उहाँले सहनु भएको चोटहरूद्वारा तपाईँ र म निको भएका छौँ। त्यसैले गर्दा हामी परमेश्वरको धार्मिकता हुन सक्छौँ, किनभने उहाँले क्रुसमा रगत बगाएर हाम्रो पापलाई धोइदिनका लागि त्यो बलिदान गर्नुभएको छ। त्यो बलिदानको रगतले हाम्रो पाप धोइन सक्छ अनि हामी धन्यका मानिसहरू हुन सक्छौँ। र यसरी आज हामीले मनन गर्यौँ धन्यको मानिस। प्रभु येशूले धन्यको मानिसको विषयमा भन्नुभयो, त्यो मानिस धन्य हो, त्यो मानिस धन्य हो, त्यो मानिस धन्य हो।
मैले तपाईँलाई बताएँ मत्तीको 5 अध्यायबाट 1 देखि 12 पदसम्म। अनि यसरी तपाईँ र म धन्यका मानिसहरू हुन सक्छौँ यदि उहाँको वचन र शिक्षालाई सिरोपर गरेर पालन गरेर हामी अगाडि बढ्यौँ भनेदेखि। दोस्रो बुँदामा मैले तपाईँलाई बताएँ धन्यको मानिसको पाप क्षमा भएको हुन्छ। यदि आज तपाईँको पाप क्षमा भएको छ भनेदेखि तपाईँको पापबाट तपाईँले छुटकारा पाएको मात्रै होइन, तर परमेश्वरको धार्मिकता तपाईँ ठहरिनु भएको छ। त्यसको लागि प्रभु येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाता भनेर ग्रहण गर्नुपर्ने हुन्छ। आमेन। परमेश्वरले तपाईँलाई आशिष दिउन्। आजको यो सन्देशलाई म यहीँसम्म राख्छु। म अर्को एपिसोडमा फेरि पनि तपाईँसँग भेट गर्ने नै छु। परमेश्वरले तपाईँलाई आशिष दिउन् अनि अनुग्रह गरून्। परमेश्वरको कृपा तपाईँमा सदा सर्वदा बनिरहेको होस्। जय मसीह।